नमस्कार, मेरो नाम चाहिँ लक्ष्मण पुन मगर। म चाहिँ दोधार चादन नगरपालिका 8 सुन्दरनगरमा बस्छु। म चाहिँ यो कृषिमा आबद्ध भई काम गर्न लागेको 2-4 वर्ष भयो र यसमा चाहिँ विशेष गरी कृषिमा नि म तरकारीहरू उत्पादन गर्नतिर विशेष जोड गरिरहेको छु। त्यसैमा नि अर्ग्यानिक तरकारी चाहिँ उत्पादन गर्ने उद्देश्यले म चाहिँ लागिरहेको छु। यसमा चाहिँ मैले जस्तै सिमला हाम्रो यता नेपालीमा भन्दाखेरि भेडे खुर्सानी भन्छन्, इन्डियामा चाहिँ यसलाई सिमला भन्छन्। सिमला भन्ने चिज पनि हामी उत्पादन गर्न सक्दो रहेछौँ। हाम्रै गाउँठाउँको यस माटोमा यसरी चाहिँ उत्पादन हुन्छ, राम्रै उत्पादन हुन्छ यसको। सिमला पनि लगाएको छु, प्लस धनियाँ, बैगन, खुर्सानी, प्याज पनि छ मसँग। चाहिएमा सम्पर्क गर्नु होला। प्याज मसँग 2-4 कुन्टल छ। र महेन्द्रनगरमा अस्ति चाहिँ हामीले रेड भाउ सोध्न गयौँ। इन्डियाको प्याज, नेपालको प्याज चाहिँ अहिले सड्ने र कुहिने हुन्छ र इन्डियाबाटै प्याज आछ, त्यति रेड भाउ राम्रो छैन भनेर मैले चाहिँ गाउँमै बेचिरहेको छु। र यो कृषि ज्ञान केन्द्र अनि यो धनगढीबाट यो विषादी मापन गरेर चाहिँ अस्ति महेन्द्रनगरमा कति 95 हो कि 90% त्यो काँक्रामा चाहिँ विषादी भेटिएको छ भनेर। अनि त्यो चिजहरूलाई चाहिँ निरुत्साहित गरेर हामी जस्तै युवाहरू केही गर्छौँ भनेर, कृषिमा केही गर्छौँ भनेर लागेका युवाहरूलाई चाहिँ ज्ञान केन्द्रले प्लस यो कृषि शाखाहरूले चाहिँ केही जोड गरिदिएको भइदियो। तिनीहरूलाई चाहिँ त्यो विषादी प्रयोग गर्ने मुसलमानहरू, देशीहरू चाहिँ हाम्रो नेपालमा धेरै छिरेर त्यसरी खेती गरिरहेका छन्। र स्थानीय युवालाई चाहिँ प्रोत्साहन गरेर यस्ता चिजमा चाहिँ एउटा के भन्ने त्यसलाई प्रोत्साहन स्वरूप केही गरिदिएको भए त राम्रो हुन्थ्यो। हामी उत्साहित हुन्थ्यौँ यस्ता चिजहरू फलाउन। अहिलेसम्म यो दोधारामा चाहिँ यो हामीले यो भेडे खुर्सानी यसरी उत्पादन गरेकै थिएनौँ। यो मैले परीक्षणको लागि लगभग 30-40 बोट लगाएको थिएँ। योबाट राम्रै उत्पादन हुन्छ। ल बजारको भन्दा केही कमी छ त, यसमा केही पनि कमी छैन भने चाहिँ अर्कोचोटि चाहिँ यसलाई म अलि बढाएर लगाउने भन्ने उद्देश्य छ। अर्ग्यानिक खाउँ, स्वस्थ रहौँ, स्वस्थ भएर तन्दुरुस्त भएर काम धन्दामा चाहिँ जोस जाँगर आउँछ। त्यही भएर अर्ग्यानिक चिजहरू उत्पादन गरिरहेका छौँ। चाहिए खण्डमा सम्पर्क गर्नुहोला। हस्, धन्यवाद। नमस्कार, मेरो नाम चाहिँ लक्ष्मण पुन मगर। म चाहिँ दोधार चादन नगरपालिका 8 सुन्दरनगरमा बस्छु। म चाहिँ यो कृषिमा आबद्ध भई काम गर्न लागेको 2-4 वर्ष भयो र यसमा चाहिँ विशेष गरी कृषिमा नि म तरकारीहरू उत्पादन गर्नतिर विशेष जोड गरिरहेको छु। त्यसैमा नि अर्ग्यानिक तरकारी चाहिँ उत्पादन गर्ने उद्देश्यले म चाहिँ लागिरहेको छु। यसमा चाहिँ मैले जस्तै सिमला हाम्रो यता नेपालीमा भन्दाखेरि भेडे खुर्सानी भन्छन्, इन्डियामा चाहिँ यसलाई सिमला भन्छन्। सिमला भन्ने चिज पनि हामी उत्पादन गर्न सक्दो रहेछौँ। हाम्रै गाउँठाउँको यस माटोमा यसरी चाहिँ उत्पादन हुन्छ, राम्रै उत्पादन हुन्छ यसको। सिमला पनि लगाएको छु, प्लस धनियाँ, बैगन, खुर्सानी, प्याज पनि छ मसँग। चाहिएमा सम्पर्क